हेलो हेलो नमस्ते सम्पूर्णमा। म आज कर्नालको फेमस ठाउँ घुम्नको लागि एकदमै राम्रो करन लेकमा आएको छु। म तपाईहरुलाई करन लेकको भ्यू देखाउने छु। एकदमै राम्रो छ। तपाईहरु यदि घुम्न चाहनुहुन्छ भने हैन एकदमै राम्रो छ साथीहरु हैन। यतापट्टि नदी पनि छ, तपाईले देख्न सक्नुहुन्छ। एकदमै राम्रो छ साथीहरु। म तपाईहरुलाई देखाउने छु। एकदमै राम्रो छ साथीहरु। अहिले सबै सिनहरु देखाउने छु। भिडियोलाई अन्तिमसम्म हेर्नु होला र जतिसक्दो शेयर गर्नु होला। म तपाईहरुलाई देखाउँदै छु। यो एकदमै यहाँको लागि घुम्नको लागि एकदमै फेमस ठाउँ हो साथीहरु। यसलाई करन लेक नामले प्रसिद्ध छ। तपाईहरुले हेर्न सक्नुहुन्छ। एकदमै राम्रो भ्यू छ यहाँ। यो नाउ किसिमको एकदमै छोटो नाउ जस्तै हैन, आफै चलाउन मिल्ने खालको करिब 3-4 सौमा यो पनि बुक गर्न सक्नुहुन्छ तपाईले। र अहिले हामीले भर्खरै बुक गरेर घुमेर आएको हैन। म तपाईहरुलाई देखाउँदै छु। एकदमै राम्रो छ। घुम्न चाहनुहुन्छ भने चाहिँ एकदमै राम्रो छ साथीहरु। यस्तो ठाउँ कहीँ पनि मिल्दैन। तपाईहरुले देख्न सक्नुहुन्छ। एकदमै राम्रो छ साथीहरु। यो धेरै ठुलो छ हैन। यहाँ घुमिरहेछन्, तपाईले देख्न सक्नुहुन्छ। यो करिब 300 रुपैयाँमा आउँछ हैन। यसलाई आफै चलाएर लिन सकिन्छ। अहिले हामीले भर्खरै घुमेर आएका छौं। एकदमै राम्रो दृश्य छ साथीहरु। एकदमै भुल्न नसकिने दृश्यहरु छ। तपाईहरु यदि घुम्न चाहनुहुन्छ भने आउनु होला साथीहरु। यो एकदमै ठुलो छ साथीहरु। एकदमै ठुलो छ। तपाईहरुले जुनसुकै बेला पनि आउन सक्नुहुन्छ। तपाईलाई यो चलाउन चाहनुहुन्छ भने पनि तपाईलाई सजिलै मिल्नेछ साथीहरु। यतापट्टि तपाईलाई रेस्टुरेन्ट या गेस्ट हाउसको आवश्यकता पर्यो भने पनि यहाँ सधैँ रूपमा उपलब्ध छ। सबै साँझ पकाउको समयमा सबै साथीहरु घुम्न आउँछन् हैन। अब म अरु पनि दृश्य देखाउँदै छु। भिडियोलाई जतिसक्दो शेयर गर्दै गर्नु। म तपाईहरुलाई यो पुरा लेकको देखाउँदै छु। दृश्य देखाउँदै छु है साथीहरु। एकदमै ठुलो छ। यो चाहिँ खाना बस्नको लागि तपाईहरुलाई आवश्यक पर्यो भने यता गेस्ट हाउस पनि छ र तपाईले होटल गेस्ट हाउस छ। तपाईले त्यसको लागि पनि टेन्सन लिनुपर्ने आवश्यकता छैन साथीहरु। यो एकदमै यहाँको लगभग धेरै ठुलो छ हैन साथीहरु। यो करिब धेरै ठुलो छ। म तपाईहरुलाई देखाउँदै छु। तपाईहरुले हेर्नु होला। यो दुईटा आकारमा बनेको छ। यतापट्टि पनि छ साथीहरु, तपाईले देख्नु होला। हेर्नु होला है साथीहरु। म यो बाहिरबाट देखाउँदै छु दृश्य। एकदमै सुन्दर ठाउँ छ। अत्यन्तै घुम्न लायक छ साथीहरु। यहाँ प्रायःजसो मान्छेहरु घुम्नकै लागि यहाँ आउँछन् हैन। एकदमै ठुलो लेक छ। यता नदी पनि छ है साथीहरु। म एकछिनपछि त्यो नदी पनि देखाउने छु तपाईहरुलाई। तपाईले हेर्न सक्नुहुन्छ। यता एकदमै ठुलो नदी पनि छ साथीहरु। म तपाईलाई देखाउँदै छु। हेर्नुहोस् त। यो एकदमै ठुलो कर्नालको नदी हो हैन। लगभग यो नदी धेरै ठुलो छ। म तपाईहरुलाई दृश्यमा देखाउँदै छु। यति रमाइलो ठाउँ छ के कर्नालमा। अन्त यति रमाइलो ठाउँ कुनै पनि ठाउँमा छैन। ल हेर्नुहोस् त। यता चाहिँ लेक छ, यता चाहिँ नदी छ हैन। यताको
ऊ पारिपट्टि घुम्नका यो बच्चा बच्चीहरूको लागि मेला जस्तै लागिरहेको छ। एकदमै सुन्दर ठाउँ छ साथीहरू होइन। यदि तपाईँहरूले कहिले पनि कर्नालमा आउनुहुन्छ भने भिजिट गर्नु होला। हेर्नुहोस् त साथीहरू एकदमै ठुलो नदी छ। यो नदीको नाम चाहिँ मलाई ठ्याक्कै थाहा भएन होइन। हेर्नुहोस् त साथीहरू एकदमै ठुलो छ। उता चण्डीगढ दिल्ली हाई नेसनल हाइवे छ होइन। हेर्नुहोस् त साथीहरू एकदमै ठुलो छ। म तपाईँहरूलाई देखाउँदैछु, अन्य दृश्यहरू पनि देखाउँदैछु। एकदमै राम्रो ठाउँ छ साथीहरू होइन। अब म सबै घुमेर बाहिर आइसकेको छु होइन। अब यता नेसनल चण्डीगढ हाइवे छ होइन। यता मेला लागेको छ साथीहरू, यो मेला जस्तै। यहाँ तपाईँले यस्तो खालको मेलामा यस्तो खालको झुलाहरू पनि खेल्न सक्नुहुन्छ होइन। एकदमै अत्यन्तै राम्रो छ है साथीहरू यो ठाउँ। मलाई चाहिँ असाध्यै मन पऱ्यो। म यो ठाउँमा सेकेन्डचोटि आएको हुँ। देखाउँदैछु साथीहरू, हेर्नु होला है पुरा भिडियो। है साथीहरू, अर्को भिडियोमा म पुनः आउनेछु। यस्तै भिडियो हेर्नको लागि आइडीलाई फलो गरेर